कसरी हेर्दिरहेको थियो बहिनीले चाहिँ हैन। मैले चाहिँ इयरफोन किनेको थिएँ, इयरफोन चाहिँ बज्दै नबज्ने बिग्रिदिएछ। हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई न्यू ब्लग। सो आजको ब्लगमा तपाईँहरूलाई स्वागत छ। सो अहिले चाहिँ म कहाँ जानुपर्ने हुन्छ भने मैले चाहिँ अहिले चाहिँ म थली जाँदैछु इयरफोन किन्नको लागि हैन गाइस। अहिले चाहिँ सो पहिला जाउँ अनि त्यसपछि सो फाइनली जस्ट मैले चाहिँ अब 10-15 मिनट हिँड्नु पर्ने हुन्छ थली जानको लागि हैन। हिँड्दैछु, अब चाहिँ म एकछिनमा पुगेर भेट्छु यतालाई। सो अहिले चाहिँ म थली बजार आइपुग्न आँटिसकेँ गाइस। अब 5 मिनट जति हिँडेर चाहिँ म पुग्छु है त थली बजार। फाइनली जस्ट म चाहिँ थली बजार आइपुगिसकेँ गाइस हैन। यसलाई चाहिँ थली मिलन चोक भन्छ। सो मान्छे चाहिँ अहिले टन्नै छ, तर अब चाहिँ जस्ट हामीले चाहिँ इयरफोन किन्नु पर्ने हुन्छ। यहाँ चाहिँ आइसकेको छु म चाहिँ हैन। त्यही हो, मान्छे चाहिँ टन्न छ, कस्तो लाज लागिरहेको। त्यही पनि ब्लग बनाउँदै हिँडिरहेको छु गाइस म चाहिँ। फाइनली जस्ट म चाहिँ अहिले चाहिँ मेन रोड पनि निक्लिसकेँ हैन। अब एकछिनमा चाहिँ इयरफोन किनेर म चाहिँ फर्किन्छु होला सायद। फाइनली जस्ट मैले चाहिँ इयरफोन पनि लिइसकेँ हैन गाइस। अब चाहिँ जस्ट म चाहिँ कहाँ जान्छु भने अब चाहिँ बाटो जहाँ पुग्छ म त्यहीँ जान्छु, एकछिन चाहिँ हिँड्छु गाइस। फाइनली गाइस अहिले चाहिँ म यो खै कुन ठाउँ आइपुगेँ थाहा छैन मलाई हैन। जस्ट म चाहिँ रोड क्रस गरिरहन्छु। अब चाहिँ जस्ट हामी चाहिँ अब चाहिँ हिँड्नु पर्ने हुन्छ। कहाँ जाने के गर्ने अब थाहा छैन हैन। हिँड्दै अब कहाँ पुगिन्छ अब, त्यही हो गाइस। मैले चाहिँ इयरफोन किनेको थिएँ, इयरफोन चाहिँ बज्दै नबज्ने बिग्रिदिएछ क्या हैन। अब चाहिँ जस्ट मैले चाहिँ गएर साट्नु पर्ने हुन्छ गाइस। साटेन भने अब पसलले उठाइदिने हो भने हमको मारो, हमको जिंदा मत छोड़ो सालो भन्न नमिल्ने, मलाई नै उठाइदियो भने फेरि हैन। फाइनल जस्ट मैले चाहिँ इयरफोन पनि साटिसकेँ हैन। झन् कहाँ जाउँला खतरा भ्लग बनाउला भने कस्तो मुडै अफ भइदिरहेको गाइस हैन। क्या उल्लु बनाइदिरहेको भने त्यसलाई। सो मैले चाहिँ फाइनली अब चाहिँ इयरफोन नि साटिसकेँ हैन। सो यहाँ चाहिँ मान्छेहरू टन्न छ, हेर्न सक्नुहुन्छ दिदीहरू, बहिनीले हेरिदिएर यार। तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ? कसरी हेरिदिरहेको थियो बहिनीले चाहिँ हैन। मैले चाहिँ बाल नगरी हिँडिदिनु पर्ने हुन्छ हैन। मान्छेहरूले क्याटाल त्यो लाटाले हेरे आखरी हेरिदिरहेको एक्लै बोली हिँडिरहेको भनिरहेको होला। त्यही पनि मैले चाहिँ बाल नगरी हिँड्नु पर्ने हुन्छ मान्छेको चाहिँ। यहाँ चाहिँ दिदी जानुभयो भर्खर त हैन। जस्ट अहिले चाहिँ म चाहिँ यहाँ अब पुरानै ठाउँमा आइसकेँ गाइस हैन। सो त्यो पुरानो ठाउँ भने चाहिँ मैले चाहिँ यहाँनिर अब भिडियो एडिटिङ गरेर हाल्नुपर्ने हुन्छ। नेट यहाँ गर्न नचल्छ क्या हैन। त्यही भएर आजको भ्लग चाहिँ म आज यतै बन्द गर्न चाहन्छु गाइस। भिडियो मन परेमा चाहिँ लाइक, सेयर, सब्सक्राइब हान्न चाहिँ नबिर्सिनु होला।